हेलो हजुर नमस्ते। आज चाहिँ हामी टिम फाल्कनबाट फेरि पनि पहिलो हप्ता जस्तै सोसल वर्कको लागि हामी जाँदैछौँ। सबैजना भाइ बहिनीहरू एकदम खुसी हुनुहुन्छ, एकदम एक्साइटेड हुनुहुन्छ। आज पनि हामी पहिलो हप्ताको जस्तै टिम लिएर अगाडि बढ्दैछौँ। पहिलो हप्ता हामी 8जना 9जना थियौँ, तर यो हप्ता लगभग हामी 20जना छौँ। हामी सधैँ प्रत्येक शनिबार यसरी नै अगाडि बढ्ने योजनामा छौँ। हाम्रो टिम एकजुट छौँ, हामी अगाडि बढिरहनेछौँ। मलाई लाग्छ हामी सधैँभरि यसरी नै अगाडि बढ्ने कोसिस गर्नेछौँ। हप्तामा एक दिन शनिबारको दिन बिहानको समयमा एकदम हामी फ्रेस हुन्छौँ, हाम्रो दिमाग सफा, मन सफा पारेर हामी अगाडि बढिरहेको छौँ। हाम्रो सोचाइ पनि पोजिटिभ हुँदै जाँदो रहेछ। हामीले सोचेको थिएनौँ कि हामी आज यसरी सबैजना एकजुट भएर अगाडि बढ्न सक्छौँ र बढ्दै जानेछौँ भनेर। अब हेर्दै जाउँ, प्रत्येक हप्ता हामीले सकेसम्म 100% दिएर कोसिस गरेर अगाडि बढ्नेछौँ। हाम्रो टिम फाल्कनमा चाहिँ ट्रेनिङ मात्र होइन कि त सरसफाइमा ध्यान दिनुपर्छ भन्ने कुरा सिकाइरहेको छु। सरसफाइको क्रममा हामी स्थानीयवासीसँग भेट भयो। स्थानीयवासीले सोध्नुभयो के कसो हो, कता कसरी भन्नुभयो। हामीले चाहिँ हाम्रो टिम फाल्कनबाट हामीले सरसफाइको लागि शनिबारको दिन हामी हिँड्ने गरिरहेको छौँ भनेर भन्दाखेरि उहाँहरू एकदम एक्साइटेड हुनुभयो, खुसी हुनुभयो। हामीले गर्नुपर्ने हाम्रो टोल तपाईँहरूले गरिदिनु भयो, धेरै धेरै धन्यवाद भनेर भन्नुभयो र उहाँहरूले पनि अर्कोचोटिदेखि तपाईँहरूसँग हामी जोडिने कोसिस गर्नेछौँ भन्नुभयो। एकदम खुसी लाग्यो। हाम्रो यो सरसफाइको दौरानमा यहाँको स्थानीय डग कुकुरहरू पनि समावेश हुनुभएको छ। हामीलाई भुक्दै सँगसँगै हिँड्दै गरिराख्नु भएको छ। हाम्रो भाइहरू एकदम खुसीको साथ एकले अर्कालाई साथ दिँदै होइन, कसैले बोरा समात्दै, कसैले फोहोर उठाउँदै। हाम्रो बहिनीहरू झन् कति ह्याप्पी, हेर्नु न त्यहाँ सबैजना एकदम खुसीको साथ अगाडि बढिरहेका छौँ है। यसरी नै सधैँभरि सकेसम्म गर्ने प्रयास गर्नेछौँ हामीले, एकअर्कामा हातेमालो गर्दै। हाम्रो टिम फाल्कनको भाइ बहिनीहरूले चाहिँ आफ्नो घर सरसफाइ राख्नेदेखि लिएर टोल छरछिमेक सबै सरसफाइ राख्नुपर्दो रहेछ भन्ने कुराहरू सिक्दै आएको छ र भविष्यमा गएर उनीहरूले आफ्नो लागि आफूले गर्न सक्छ र पछि आउने पिँढीलाई पनि राम्रो शिक्षा दिन सक्छ भन्ने मलाई आशा जागेको छ।
हाम्रो भाइ बहिनीले जस्तै हामीले जस्तै तपाईँहरूले पनि आफ्नो छर छिमेक टोल वरपर सरसफाइ राख्नुहोला र आफूले गर्ने कोसिस गर्नु र अरूलाई पनि गर्नलाई प्रोत्साहन गर्नुहोला। सकेसम्म हामी सबैजनाले हाम्रो टोल समाज सफा राख्ने कोसिस गर्नुपर्छ। हाम्रो टोल समाज सफा भए हाम्रो सहर सफा हुन्छ, सहर सफा भए देश सफा हुन्छ। सकेसम्म हामीले यसको त्यसको यताउता यो मेरो यो तेरो नभनिकन यो हाम्रो हो, हाम्रो हो, हाम्रो टोल हो, हाम्रो समाज हो, हाम्रो देश हो भनेर हामीले सोच्नुपर्छ र सबैजना एकजुट भएर अगाडि बढ्नुपर्छ। सरसफाइको दौडानमा फेरि अर्को दाइले पनि सोध्नुभयो के हो कसो कता के भन्नुभयो अनि फेरि हामीले बुझाउँदै भन्यौँ हामी टिम फाल्कनबाट आएको, हामी हाम्रो ग्रुपबाट आएको, हामी सबैजना खेलाडी हो। हामीले चाहिँ प्रत्येक शनिबार हामी यसरी नै सरसफाइ गर्ने प्लानिङमा हामी अगाडि बढ्दैछौँ र गर्दै पनि छौँ भनेर भन्यौँ। दाइ पनि एकदम खुसी हुनुभयो, एकदम ल बधाई छ भन्नुभयो। अब पछि आउने समयहरूमा तपाईँहरूसँगै हामी पनि जोड्ने कोसिस गर्नेछौँ भाइहरू भनेर भन्नुभयो। कति खुसी लाग्यो। जे भए पनि राम्रो काम गर्न लागेको रहेछु भनेर मलाई पनि महसुस भइरहेको छ। अनि अर्को दाइ त जान्छ र हामीलाई बाटै छेकेर उहाँले त जान्छ र सोध्नुभयो अनि के रहेछ कसो रहेछ भनेर बुझ्नुभयो। अनि उहाँलाई मैले सबै कुरा डिटेलली बुझाइदिएँ। उहाँ एकदम खुसी हुनुभयो, एकदम हामीलाई हौसला पनि दिनुभयो। उहाँ पनि यही टोलको स्थानीय हुनुहुँदो रहेछ, प्लस उहाँ पनि यो महिनामा उहाँले पनि एकचोटि उहाँहरूको पनि यस्तै प्रोग्राम चलाउनु हुँदो रहेछ। एकदम उहाँले पनि सक्ने हेल्प हामी पनि गर्छौँ। भाइ राम्रो गर्दै हुनुहुन्छ, सानो भाइ बहिनीहरूलाई सानोदेखि नै राम्रो पाठ सिकाउँदै हुनुहुन्छ, पछि गएर राम्रो हुन्छ। भाइ बहिनीहरूले पनि के कुरा सिक्दैछ, प्लस यहाँको बासिन्दाहरूले पनि उहाँहरूले त गर्नुहुँदो रहेछ हामी पनि गर्नुपर्छ भनेर बुझेर सबैजनाले गर्नेछ भनेर उहाँले पनि भन्नुभयो र एकदम खुसी लाग्यो। मलाई पनि राम्रो काम गर्दैछु भनेर हौसला मिलिरहेको छ र म यसरी नै कन्टिन्यू गर्ने कोसिस गर्नेछु। सकेसम्म 100% दिएर अगाडि बढ्नेछु र मेरो भाइहरू एकदम झन् खुसी हुनुहुन्छ, उहाँहरू झन् एकदम हौसिएको हुनुहुन्छ। हाम्रो भाइ बहिनीहरू एकदम सानो हुनुहुन्छ तर एकदम एक्टिभ हुनुहुन्छ, एकदम खुसी हुनुहुन्छ र रमाइलो तरिकाले रमाइलो गर्दै साथीभाइमा एकअर्कामा हातेमालो गर्दै अगाडि बढ्दै कति रमाइलो तरिकाले हाँसी मजा गर्दै सानो बहिनीहरू भाइहरू एकदम म पनि खुसी छु। सायद मलाई लाग्छ यो भाइ बहिनीहरूले घरमा केही काम नगरिकन हुनसक्छ, तर यहाँ टिममा आइसके पछाडि चाहिँ धेरै कुराहरू सिकेको छ। लगभग अब हाम्रो कार्यक्रम अन्त्य पुगेको छ। आजको बिहान आजको शनिबार एकदम रमाइलो भएको छ। रमाइलो सँगसँगै हामीले राम्रो काम गरेको छौँ जस्तो लाग्छ। यति भन्दै हाम्रो कार्यक्रम अन्त्य गरेको महसुस गर्दैछु। टिम फाल्कन।